इजरायलले आफ्नो भूमिमा रहेको वास्तविक क्षतिको विवरण बाहिर जान नदिन अब मिसाइल वा ड्रोन आक्रमणका बेला साइरन बज्दा इजरायली आकाशको प्रत्यक्ष प्रसारण गर्न पूर्ण रूपमा रोक लगाएको छ। युद्धको सुरुवाती दिनहरूमा इजरायली मिडियाले आफ्नो एयर डिफेन्स सिस्टमले कसरी इरानी मिसाइलहरूलाई आकाशमै ध्वस्त पारिरहेको छ भन्ने दृश्यहरू गर्वका साथ देखाउने गर्थे। तर अहिले परिस्थिति बदलिएको छ। इरानी मिसाइलहरूले इजरायली रक्षा कवचहरूलाई भेट्दै तेल अभिभका प्रमुख सैन्य र रणनीतिक केन्द्रहरूमा क्षति पुर्याउन थालेपछि इजरायलले यस्ता फुटेजहरू देखाउन कडा प्रतिबन्ध लगाएको हो। यो सेन्सरशिप यति कडा छ कि सुरक्षासँग जोडिएका स्थानहरू वा तिनीहरूको आसपास मिसाइल खसेको भिडियो खिच्नुलाई इजरायलमा अहिले एक प्रकारको अपराध मानिन्छ। यसै सन्दर्भमा बीबीसीले गरेको खुलासाले इजरायल भित्रको भयावह स्थितिलाई अझ प्रश्न पारेको छ। बीबीसीको रिपोर्ट अनुसार इरानको लगातारको मिसाइल आक्रमणका कारण इजरायलको मुटु मानिने तेल अभिभमा अहिले आंशिक लकडाउन जस्तो सन्नाटा छाएको छ। मानिसहरूमा त्रास यति गहिरो छ कि सडकहरू सुनसान छन् र व्यापारिक मल तथा पसलहरू प्राय बन्द छन्। सबैभन्दा अचम्मको र डरलाग्दो कुरा त यो छ कि पहिले इरानी मिसाइल वा हिजबुल्लाहका रकेटहरू आउँदा साइरन बज्ने गर्थ्यो, जसले गर्दा मानिसहरू बंकरमा जान समय पाउँथे। तर अहिले कैयौं पटक साइरन नै नबजी मिसाइलहरू सिधै भवनहरूमा खसिरहेका छन्। यो इजरायली सुरक्षा र पूर्व सूचना प्रणालीको ठूलो असफलता हो, जसलाई इजरायलले विश्व सामु लुकाउन खोजिरहेको छ। कुनै पनि नागरिक इलाकामा भएको क्षतिको रिपोर्टिङ गर्न सेनाले निषेध गरेको कारण इजरायलको पछिल्लो अवस्थाको बारेमा जानकारी दिन स्वतन्त्र पत्रकारहरूलाई समेत निकै कठिन भइरहेको छ। यो सैन्य सेन्सरशिपको मुख्य उद्देश्य इजरायली जनताको मनोबल गिर्न नदिनु र इरानलाई आफ्नो मिसाइल कति सटिक ठाउँमा खस्यो भन्ने रणनीतिक जानकारी प्राप्त गर्नबाट रोक्नु हो। इरानी विदेश मन्त्री अब्बास अराक्चीले समेत इजरायलको यो कदमलाई नेतन्याहुको डरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार इजरायलले आफ्नो एयर डिफेन्स बर्बाद भएको र इरानी मिसाइलले तेल अभिभलाई थरथर बनाएको सत्य लुकाउन खोजिरहेको छ। बीबीसी र अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बाहिर ल्याएका यी तथ्यहरूले के प्रमाणित गर्छन् भने इजरायलले बाहिर जतिसुकै बलियो भएको दावी गरे तापनि भित्रभित्रै इरानी प्रहारबाट ऊ निकै आत्तिएको छ। फक्स न्यूज जस्ता पश्चिमा सञ्चार माध्यमले समेत इजरायलभित्र चलिरहेको यो कडा सेन्सरशिपका बारेमा प्रश्न उठाउनुले युद्धको वास्तविक स्थिति इजरायलले दावी गरे भन्दा निकै फरक र गम्भीर रहेको पुष्टि हुन्छ। यसरी एकातिर इरानले आफ्नो सैन्य फुटेजहरू जारी गरेर सफलताको दावी गरिरहेको छ भने अर्कोतिर इजरायल सूचना लुकाएर आफ्नो आन्तरिक संकट ढाकछोप गर्ने प्रयासमा देखिन्छ।